अहिले मनसुनको सिजन सुरु हुँदैछ। यसपालि मनसुन पूर्वानुमानमा अतिवृष्टि, अनावृष्टि र तापक्रमको अत्यधिक उच्चताको पूर्वानुमान गरेको छ। यो परिस्थितिमा कम वर्षाले खडेरी, खेतीपाती, सिँचाइ, पानीको स्रोतको अभावदेखि जलविद्युतसम्म प्रभाव पार्न सक्छ भनेदेखि यो तापक्रमको वृद्धिले गर्दा हिमतालहरू विस्फोटन हुन सक्ने पनि त्यत्तिकै गम्भीर अवस्था छ। यो असन्तुलित वर्षाले बाढी, पहिरो, मनसुनजन्य अन्य विपत्तिहरू पनि निर्माण हुन सक्छ। नेपाल प्राकृतिक जोखिममा, सभामुख महोदय, भूकम्पीय जोखिममा 11औं स्थानमा छ। अन्य विविध पक्षीय जोखिम, त्यो भन्नाले बाढी, पहिरो, आगलागीदेखि लिएर विभिन्न पक्षीय जोखिममा चाहिँ नि पहाडी भूभाग हुनाले यो 16औं स्थानमा छ। र ग्लोबल क्लाइमेट चेन्जको परिस्थितिबाट जो यो रिस्क इन्डेक्सले देखाएको छ, हामी 69औं स्थानमा छौँ। त्यसकारण नेपालको संवेदनशीलता निरन्तर रूपबाट जुन ढङ्गले हामीले हरेक वर्ष भोगेर आएका छौँ, त्यतातिर समयमै सरकार गम्भीर हुनुपर्ने आवश्यकता छ। 2082मा मात्रै प्राकृतिक विपत्तिबाट झन्डै 500 जनाको मृत्यु भयो, 38 जना बेपत्ता भएर 2000 भन्दा बढ्ता घाइते भएका छन् र अरबौँको धनजन क्षति भएको छ। यो परिप्रेक्ष्यमा म सरकारको ध्यान विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विपद व्यवस्थापनको र इसी मोडको बिचमा भएको 2024को जो अनुसन्धान र सम्झौता छ, तिनीहरूले निकालेका जो प्रतिवेदन छ, त्यतातिर सरकारको गम्भीर रूपबाट ध्यान आकर्षण गर्न चाहन्छु। किनभनेदेखि यसले नेपालमा झन्डै 5300 तालहरू छन्। 5300 तालहरूमध्ये 2000 ग्लेसियर लेक हिमतालहरू छन्। ती हिमतालहरूमध्ये पनि 5वटा यस्ता हिमतालहरू छन् कुनै बेला विस्फोटन हुन सक्छन् र त्यस्तो विस्फोटनको निम्ति पहिल्यै पूर्व तयारी गर्नुपर्छ भन्ने जो इसी मोड र विपद व्यवस्थापनको प्रतिवेदन छ, तदनुरूप यसपालि खडेरी पर्ने र कम वर्षाको स्थितिले अहिले खास गरेर चाहिँ ती 4वटा अत्यन्त महत्त्वपूर्ण तालहरूमध्ये सोलुखुम्बुको खुम्बु क्षेत्र, मनाङको ठुलो गाउँ, सङ्खुवा सभाको हेङ्गु लेक र दोलखा र रामेछापको रोलवालिङ क्षेत्र, यी क्षेत्रहरू कुनै पनि बेला अत्यन्त गम्भीर खतराको स्थितिमा छन्। यतातिर सरकारले गम्भीर ध्यान समयमै दिनुपर्ने आवश्यकता छ। यो हामी जुन बेला आगो लाग्छ त्यही बेला कुवा खन्ने खालको जो प्रवृत्ति हाम्रो अहिलेसम्म छ, त्यो प्रवृत्ति अब नयाँ सरकारले परिवर्तन गरोस् भन्ने पनि चाहन्छु म, कि यसलाई गम्भीरतापूर्वक नलिने हो भने यसले अत्यन्त यो ग्लेसियल लेक आउटब्रस्टको प्रब्लम जुन चाहिँ छ नेपालमा, झन्नै ग्लेसियर लेक 2000 छन्। ती 2000 मध्ये चाहिँ नि 5-10वटा यस्तो सिरियस कन्डिसनमा छन् जसलाई तत्कालै सरकारले रोकथामको निम्ति व्यवस्था गर्नुको इसी मोड र विपद व्यवस्थापनले भनिसकेको छ। अब विपद व्यवस्थापन चाहिँ के छ भने हाम्रो भइसकेपछि त्यसलाई चाहिँ नि सूचना चाहिँ दिने, हुनुभन्दा अगाडि नियन्त्रण नगर्ने जुन खालको प्रवृत्ति छ, त्यो प्रवृत्तिबाट सरकार अहिले नै गम्भीर होस्। यसको निम्ति पूर्व सूचना प्रणालीलाई सशक्त बनाउने, गाउँपालिका, प्रदेश र केन्द्रहरूको बिचमा समन्वय, स्रोत र साधनहरूको चाहिँ नि विभिन्न ढङ्गको परिचालन र त्यति मात्रै होइन, उनीहरूलाई पूर्व सूचना मार्फत तालिम प्राप्त स्थितिको सिर्जना गर्नुपर्ने आवश्यकता छ। किनभने यो प्रभाव चुरे रेन्ज र तराईसम्म पनि ठुलो ढङ्गले प्रभाव पर्ने सम्भावना र स्थितिहरू जो छ, त्यतातिर चाहिँ नि सरकार अत्यन्त गम्भीर हुनुपर्ने आवश्यकता छ। यो प्रत्येक वर्ष हामीले भोगिरहेका हौँ। वर्षा सिद्धेसी हामी बिर्सिन्छौँ र बर्सातको बेलामा हाम्रो जो हाहाकारको स्थिति हुन्छ, त्यो हाहाकारको स्थितिबाट उन्मुक्तिको निम्ति अब कमसेकम 15 दिनपछि मनसुन सुरु हुन्छ नेपालमा। त्यो मनसुनको पूर्वानुमान जो भएको छ तदनुरूप कार्य गर्नुको निम्ति सरकारलाई गम्भीर हुन आवश्यक म सुझाव दिन चाहन्छु। सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ। यो गृह मन्त्रालयले अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने विषय हो। अब उहाँ नै गृहमन्त्री हुनुहुन्छ, उहाँ स्वयं आफू यो संसदको अङ्ग हो कि होइन सभामुखजी, मैले चाहिँ थाहा पाएको छैन है अहिले।
उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको नै अभिन्न अङ्ग हो, त्यतातिर पनि म ध्यान आकर्षण गर्न चाहन्छु। यो गम्भीर विषयमा गहिरोसँग सरकारले ध्यान दिनुपर्ने र विगत वर्षहरूको तुलनामा हामी विगत वर्षमा भएको व्यथितिबाट मात्रै थिति बसाल्न सक्दैनौँ। हरेक व्यथितिबाट थिति बसाल्ने एउटा निश्चित अवधारणा सहित कार्यगत योजनाबाट मात्रै हामी नयाँ निर्माण गर्न सक्छौँ। धेरै कुराहरू यहाँ अहिले मभन्दा अगाडि वक्ता मान्यजीले जे राख्नु भएको छ त्यसको मेरो त हुबहु समर्थन छ। ट्रमा सेन्टरको बारेमा पनि यस्ता धेरै कुराहरू छन् जो हामीले गर्न सकेनौँ। अब त्यो बेलामा गर्न सकेन, त्यस कारण अहिले पनि भएन। पहिला चाहिँ नि 13,000 घर परिवारको क्षति भयो, अहिले पनि 13,000 भएर के भयो त भनेर चाहिँ नि प्रश्नको जवाब हुँदैन। सभामुख महोदय, हरेक परिवर्तनले परिवर्तनको परिणाम दिनुपर्छ। त्यस्तो परिणाम नेपाली जनताको अघिल्तिर स्पष्ट खाका सहितको हुनुपर्छ। यो मेरो हार्दिक अनुरोध हो र यो अहिले मैले सरकारलाई गम्भीर रूपबाट चनाखो हुनुको निम्ति मात्रै आग्रह गरे हौ।